नेताहरूको आफू सँगसँगै अरू पनि समकालीन राजनीतिज्ञहरूलाई उहाँले देख्नु भएको छ र त्यसको चरित्रहरूलाई उहाँले नजिकबाट निहाल्नु भएको छ र त्यो नजिकबाट निहालेपछिको प्रतिक्रिया स्वरूप उहाँले लेख्नु भएको छ एउटा निबन्ध नेता वर्ष र त्यो त नेता वर्षमा बडा मार्मिक कुरो लेख्नु भएको छ उहाँले। म त्यसको एक पङ्क्ति मात्रै सुनाउँछु। अहिलेको राजनीति कस्तो छ र त्यो प्रति उहाँको चमेरो न पन्छी हो न त्यो दुध त्यसले थाको हो भन्ने त्यो एउटा तपाईँ महाभारतको कथासँग सम्बन्धित छ। जो जित्ने जस्तो लाग्यो अस्तित्व भर पर्छ। यस संसारमा आफ्नो भनाइमा अडिक रहने मानिसहरू जहिले पनि सोत्तर परेका छन्। अहिलेको राजनीति यस्तै छ। माउसुली जस्तै रङ्ग नफेर्दा ज्यान गुमाएका छन्। उहाँहरूलाई कसैले देशभक्त, मुक्तिदूत अथवा भगवानै भने पनि मिल्छ, तर नेता भन्न मिल्दैन। वास्तविक त ती नेता हुन् जो नाउँ शहीदहरूको लिएर तर मोज चाहिँ आफू गर्ने सिद्धान्तलाई मानि त्यसलाई व्यावहारिक परिणत गर्न पोख्त हुन्छन्। अहिलेको नेताहरूको क्यारेक्टर आफ्नै वर्गको बारेमा पनि अत्यन्त महत्त्वपूर्ण किसिमले चाहिँ व्यङ्ग्य निबन्धहरू गर्नुभएको। यसमा थुप्रै निबन्धहरू छ र उहाँको साहित्यिक व्यक्तित्वको अर्को महत्त्वपूर्ण पाटो चाहिँ कथा हो। कथाका 5वटा किताबहरू प्रकाशित भएका छन्। अन्तिम कविता कथा सङ्ग्रह प्रकाशित भएको छ लेमिङहरू। यसरी 5वटा कथाहरू चाहिँ उहाँको सङ्ग्रहहरू चाहिँ प्रकाशित भएको छन् कथाका। यसले पनि उहाँको लेखन चाहिँ काव्य मध्यविधाभन्दा गद्यतिर चाहिँ बढी छका माध्यमबाट त्यति मात्र होइन, उहाँका कथामा मानवीय संवेदना र समस्याहरूलाई चाहिँ देखाउने प्रयास भएको छ। मानिस भइसकेपछि मानिसका सुख पनि हुन्छन्, मानिसका दुःख पनि हुन्छ। सबै पक्षलाई उहाँले आफ्ना कथाहरूका विभिन्न चरित्रहरूका माध्यमबाट, विभिन्न पात्रहरूका माध्यमबाट प्रस्तुत गर्नुभएको छ। उहाँका लोकेशचन्द्रका उत्कृष्ट कथाहरूको एउटा सूची पनि दिनुभएको छ। उहाँका उत्कृष्ट कथाहरूमा अजय घनपुतली, रात्रिभोज, पर्खिरही, एक्सिसिभ कथामा पनि व्यङ्ग्य चेतनामा चाहिँ प्रबल देखिन्छ, किनभने व्यङ्ग्य उहाँको मूल स्वर पनि हो। र यसपछि उहाँको एउटा प्रहसन नेताको साथी 2041 सालमा छापिएको छ प्रहसन हो। विश्वेश्वर प्रसाद कोइरालाको नाम लिइसक्नुभयो, जो साहित्य र राजनीति दुवैमा उत्तिकै महत्त्वपूर्ण योगदान थियो। पछिल्लो चरणमा प्रधानमन्त्री भइसकेका व्यक्तित्वहरूमा मलाई लाग्छ दोस्रो प्रमुख व्यक्तित्व लोकेन्द्रबहादुर चन्दनै हुन्छ, जसले राजनीति र साहित्य दुवै क्षेत्रमा आफ्नो व्यक्तित्व। सुदूरपश्चिम क्षेत्र हामी यसो अहिले पनि हेर्दाखेरि भौगोलिक हिसाबले राजधानीभन्दा अलिकति धेरै टाढा पर्छ र विकासका हिसाबले पनि कामना गर्दै आफ्ना बनाइहरू टुङ्ग्याउँछु। हस्, धन्यवाद। अब हामी कार्यक्रमको केन्द्रमा आइपुग्न आँटेका छौँ। यतिखेर पनि हामी गीतको लागि प्रतीक्षामा त छौँ, उहाँ आउँदै हुनुहुन्छ भन्ने खबर आएको छ र स्वागत गीत भएको हुनाले हामीले उहाँलाई अगाडि राख्नु पर्थ्यो, तर उहाँकै कारणले गर्दाखेरि हामी असमर्थ रह्यौँ अहिलेको लागि चाहिँ। र यतिखेर हामी कार्यक्रमको मूल हाम्रो अभिनन्दन कार्यक्रममा हामी प्रवेश गरेका छौँ र सर्वप्रथम आजको अभिनन्दन पत्र एकदम वाचन गरेर हाम्रो यो मधुर एकदम गकिलो स्वरमा अभिनन्दन पत्र वाचन गरिदिनुको लागि म श्रीओम श्रेष्ठ स्रष्टा श्रीओम श्रेष्ठ रोदनज्यूलाई अनुरोध गर्दछु।